र सर हामी अहिले खुल्ना युनिभर्सिटीमा छौँ। खुल्ना युनिभर्सिटी क्याफेटेरियामा। सरलाई कस्तो लागिरहेछ खुल्ना युनिभर्सिटी? अब यो खुल्ना युनिभर्सिटीको सबै भित्र बाहिर सबै ठाउँमा घुम्यौँ र बच्चाहरू पढ्ने ठाउँदेखि लिएर या खाने ठाउँसम्म पनि हामीले यसो भिजिट गऱ्यौँ। र खानपानको हिसाबमा हेर्ने हो भने यहाँ बच्चाहरू खाइरहेको जुन अवस्थाहरू पनि देखिराख्नु भएको छ र हामी देखिरहेछौँ र त्यो हेरिरहेछौँ। र यहाँ चाहिँ बच्चाहरूले खाने ठाउँमा स्वच्छ छ, सफा छ र अनि आफूले पनि खाएर यसो टेस्ट गर्नु स्वादिष्ट छ र 120 रुपियाँमा मासु भात होइन, त्यो कुरोहरू पनि सस्तो रहेछ भन्ने कुरो मैले चाहिँ एकदमै राम्रो देखेँ र पाएँ। तपाईँको पछाडिमा जुन प्रोफेसर छ क्यानाडा गभर्मेन्ट उसलाई एकदम राखेरमा खोज्नु भएको थियो मण्डल केटा, जसले गर्दाखेरि म अत्यन्तै खुसी छु यो ठाउँमा चाहिँ बच्चाहरू पठन पाठन गर्न जो अभिभावकहरूले नेपाल गर्दा चाहिँ यहाँ विदेश पठाउनुको सट्टा बङ्गलादेश पठाएर चाहिँ एउटा शैक्षिक क्षेत्रलाई अलिकति राम्रोसँग त्यो शिक्षालाई अलिकति राम्रो ढङ्गले आर्जन गर्ने हो भने यो भविष्य राम्रो देखेको छु। माने कुनै त्यस्तो भेदभाव वा त्यस्तो कुनै जुन एउटा हिन्दूको भयावह स्थिति त्यस्तो चाहिँ देख्नु भयो? त्यो खास छैन, त्यस्तो अवस्था छैन। जुन अफिसमा जाँदाखेरि पनि नेपालीहरूलाई गर्ने जुन एउटा इज्जत छ, सम्मान छ र उनीहरूले त्यही ढङ्गले एउटा व्यवहार गरेका छ राम्रोसँग। आफ्नो देशको विद्यार्थी होस् या बाहिर देशको विद्यार्थी होस्, उनीहरूले सम्मानजनक ढङ्गले उनीहरूले पठन पाठन प्रक्रियालाई अगाडि बढाइरहेछ र यो पठन पाठनको प्रक्रियामा चाहिँ हेर्दाखेरि चाहिँ अत्यन्तै राम्रो ढङ्गले यहाँ शिक्षालाई चाहिँ जोड दिएको देखिन्छ। भन्नाले ढुक्कका साथ आफ्नो बच्चाले यहाँ ल्याउँदा हुन्छ। एकदमै यहाँ भोलि अब राजनीतिक आपद विपददेखि लिएर चाहिँ जुन खालका चाहिँ प्राकृतिक आपद विपददेखि लिएर अन्य कुरोको त्यो अप्ठ्यारो भनेको त्यो मानवले जहाँ जुन ठाउँमा भए पनि बिहोर्नु पर्छ र त्यो बाहेक त्यस्तो खालको चाहिँ अवस्थाहरू मैले देखिएन। र म त देख्छु नेपालभन्दा पनि अझ सुरक्षित ठाउँ र त्यो गन्तव्य चाहिँ बाङ्लादेशै हो जस्तो ठान्छु। नेपालभन्दा एडुकेसन यहाँको दह्रो छ, राम्रो छ, हरेक हिसाबले मैले राम्रो देखेँ। यिनीहरू विदेशीमुखी माने विदेशमा कम्पिटिसन गर्ने खालको बच्चाहरू तयार पार्छन् एकदमै कि ग्लोबल मार्केट जब मार्केटबाट यिनीहरूको बच्चाहरू राम्रो यहाँको विद्यार्थीहरू भोलि अन्य देशहरूमा जाँदाखेरि तिनीहरू प्रतिस्पर्धा गर्न सक्ने त्यो सामर्थ्य चाहिँ बोकेर निश्चित रूपमा जान सक्छ भन्ने कुरो चाहिँ मलाई एकदम ठुलो विश्वास छ। हस्, थ्याङ्क यू सर। सर आफ्नो परिचय पनि भन्नुहोस् न। म बर्दिवास, मेरो चाहिँ महोत्तरी नगरपालिका, म सुरेन्द्र राजदार। हस्, थ्याङ्क यू सर। हस्।